धेरैले सोध्नुहुन्छ के काम हो भनेर। म चाहिँ नि सुशी किङ रेस्टुरेन्टमा हो। यसो न अर्डर आयो भने यता कम्प्युटरमा यसो देखिन्छ, यहाँ नामहरू आउँछ, अनि त्यही अनुसारले यसो बनाउनु पर्छ। अहिले भने अब पसा सुरु भएर यहाँको चाहिँ नि अब एक टाइम मात्रै खान्छन्, बेलुका 7:30 बजी मात्रै खाना आउँछ। अब म पनि हिँडेँ, बिहान 10 बजी आएर 1 बजी चाहिँ अब रुममा गएर त्यो बेलुका 6 बजी आएर अनि क्लोजिङ टाइममा आउनुपर्छ। यसो बिहान ओपनिङ अनि बेलुका क्लोजिङ, खासै बिजी हुँदैन, टेबलहरू सबै खाली हो, मान्छेहरू खासै आउँदैन नि अहिले। अब आज फेरि सोमबार पनि भयो, त्यसो भए हुनाले अब काम चाहिँ यही हो, यतातिर अर्डर सर्डरहरू बनाउने। खासै अब यो सुसीहरू बनाउनु पर्छ। सुशी किङको भनेको मेरो भनेको सुशी हो। खासै पिकअप पनि छैन, थोरै थोरै हल्का हल्का देखिन्छ, पातलो पातलो कतै। यही नै हो खास काम भनेको।